कार्डिनल जात लगाइरहेको छौँ हामीले, रेड कार्डिनल लगाइरहेको छौँ। त्यसको चाहिँ 100 देखि 120 दिनमा चाहिँ परिपक्व हुन्छ। प्लान्टिङ डिस्टेन्स भनेको हाम्रो लाइनदेखि लाइनको दूरी चाहिँ के हुन्छ 60 सिएम हुन्छ। बोर्डदेखि बोर्डको दूरी चाहिँ के हुन्छ 20 देखि 25 सिएम हुन्छ। पहिला सुरुमा चाहिँ के हुन्छ हामीले सिधै चाहिँ के हुन्छ लगाउनुतिर एउटा फ्ल्याट मेथड हुन्छ, एउटा रेज मेथड हुन्छ है। यो चाहिँ फ्ल्याट मेथड नगरौँ किनकि हामीले लगाइसकेपछि फेरि उकिरा दिनुपर्छ है, उकिरा दिनुपर्छ। तर हामीले रेजमा गऱ्यो भने उकिरा दिनु पर्दैन, अलिअलि झार निकाल्यो बस भयो है। यसका लागि पहिला सुरुमा पिना चाहिँ के हुन्छ अलिअलि सिधै छर्दै जाने, जुन छ नि लगाउने ठाउँमा छ नि यसो छर्दै जाने। पछाडिदेखि अर्को आउँछ पोटास आउँछ, पोटास र डिएपी आउँछ। र यसमा चाहिँ के हुन्छ फटाफट जाने कि पुरै पुगाउनु पर्ने, आजै भ्याउनु पर्ने। आदि उताबाट आउँछन्, आदि उताबाट आउँछ। उता पुग्दैन भनेको तपाईको एउटा राख्ने फटाफट टाढा राख्ने, बीचदेखि अन्दाजी हुन्छ, फटाफट हुन्छ। बुझ्यो नि, फटाफट जाने उसले जान्छ। नजिक होइन